साथीहरू परी कलेक्सन बनेपामा म आज तपाईँहरूलाई एउटा नयाँ सामान देखाउँदैछु। परी कलेक्सनमा तपाईँहरूले स्कुल ब्याग त मजाले लिइरहनु भएको छ, भेराइटीमा तपाईँले हेरिरहनु भएको छ, खरिद गरिरहनु भएको छ। अब त्यसै क्रममा हामीसँग यहाँ एउटा चाहिँ ब्याग छ, देख्न सक्नुहुन्छ। यसको बच्चा बच्चीहरू पनि साइडमा छन्। यहाँनिर एउटा ह्यान्ड ब्याग बोक्न मिल्ने खालको यस्तो खालको ब्याग पनि छ। यो चाहिँ एउटा सानो खालको साइड ब्याग पनि छ, साइडमा मोबाइल सोबाइल हालेर मजाले छड्के बोकेर हिँड्न पनि मिल्ने। र यो एउटा पेन्सिल पर्स पनि छ। अब यो चाहिँ मैले किन देखाइरहेको छु त भन्दाखेरि तपाईँको यो ब्याग, यो पेन्सिल पर्स, यो साइडमा बोक्ने ब्याग, यो सबै चाहिँ जम्मा 1000 रुपियाँमा तपाईँलाई आउँछ। परी कलेक्सन बनेपामा एउटा, दुईटा, तीनटा, चारवटा आइटम चाहिँ तपाईँले 1000 रुपियाँ तिरिसकेपछि मजाले पाउनुहुन्छ स्कुल ब्याग। अनि त्यसपछि यो यसो बजारतिर जाँदाखेरि सामानहरू बोकेर हिँड्ने चाहिँ नि ह्यान्ड ब्याग, त्यसपछि यो साइडमा बोक्ने साइड ब्याग, यो एउटा पेन्सिल पर्स लगायतको सामानहरू तपाईँले मजाले पाउनुहुन्छ। अब यो स्कुलमा बोकेर हिँड्नको लागि कति थरी सामान अड्छ त भन्ने हेर्न चाहनुहुन्छ भने मैले मजा राखेको छु। परी कलेक्सनमा नयाँ नयाँ मोजा पनि आएको छ, यही भिडियोबाट हेर्नु होला आनन्दले। यस्तो सामानहरू हालिरहेको छु है। तपाईँले देख्न सक्नुहुन्छ भित्रपट्टि स्पेस पनि मजाको छ है, मजाले बुकहरू अट्नलाई हाल्नको लागि। साइडमा यहाँनिर एउटा पकेट छ, देख्न सक्नुहुन्छ है। अनि त्यसपछि यहाँ तल्लापट्टि अर्को एउटा पकेट छ, साइडमा बोतल हाल्ने स्पेसहरू पनि छ है। ब्याग एकदमै राम्रो छ। सँगसँगै तपाईँले यी ब्यागहरू पनि यसैमा पाउनुहुन्छ, पर्स पनि साइड ब्यागहरू पनि यसैमा पाउनुहुन्छ। तपाईँहरूलाई यो ब्याग मन परेको छ, चाहिएको छ भनेदेखि अनलाइन अर्डर गर्नको लागि हामीलाई व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ भने, स्टोर भिजिट गरेर सामान लिन चाहनुहुन्छ भनेदेखि हाम्रो स्टोर चाहिँ परी कलेक्सन बनेपा रेनबो फोटो स्टुडियोको अपोजिटमा रहेको छ। काठमाडौँ जाँदाखेरि लेफ्ट ह्यान्ड साइडमा अनिला प्लाजा भनेर लेखिएको घरमा रहेको छ है त।